हाई गाइज आज चाहिँ म सुन्दालाई मेरो छोरीलाई प्राङ्क गर्न लाग्यो त्यो अहिले टिकामा चलेको छ त्यो अहिले त पहिले चलेको होला मैले चाहिँ अहिले गर्न लाग्यो त्यो लाइभ बसेको प्राङ्क के त्यो चाहिँ आज म गर्न गइरहेको छु कस्तो हुन्छ हेर्नु होला ओके के गर्ने लाइभ बस्ने क्या यो गरेर चाहिँ के हुन्छ अनि लाइभ बस्यो भने यो गरेर के हुन्छ के भन्ने ल अङ्कल म चाहिँ लाइभमा आएँ भने हेलो अङ्कल म चाहिँ के अरे अहिले चाहिँ लाइभमा अहिले चाहिँ लाइफमा आएँ अहिले चाहिँ यो थिएन माथि एउटा छतमा गएको थियो खेल्नलाई हो अनि मैले पनि लगाइरहेको थिएँ क्या काम अनि ठाउँमा मैले छतमा गयो होला भनेर अनि त्यही भएर यहाँनिर यसलाई देखाउनु न भन्दा थियो यहाँ चाहिँ छ भन्नु किनौता त भागेको अरे अहिले त आउँछ अरे कति राम्री छोरी रे राम्रै छ अन्त थिचिन्छ त त्यहाँ छैन र त्यहाँ लेखिरहेको अस्ति बोलेको थिएन भन्त लाइफमा अनि अगाडिको दाँत त सबै झरेछ अरे खोइ त्यहाँ त छैन नि झरेर नि आइसकेछ नि छोरी मान्छे चाहिँ क्युट रहेछ तर अलि छुच्ची जस्तो देखेको छैन हौ कति सोझी छ मेरो छोरी आमामा ज्ञानी छ किन रुनु लाग्यो जस्तो फेस बनाएको छोरो अहिले फेरि अस्ति कति वर्षको भयो छोरी कति वर्ष भयो छोरी भन त 9 वर्ष 9 वर्ष कति क्युट हो कति राम्री रे त्यस्तो नभन्न यसले अहिले खानै खाँदैन त्यस्तो भन्यो भने यो त उफ्रिन्छ ग्रुप उसको मम्मी बाबा खोइ त उसको मम्मी बाबा चाहिँ गाउँमा हुनुहुन्छ अहिले किनभने यहाँ पाले त कसरी बसेको हो राम्रोसँग बस्नु पर्छ राम्रोसँग बसिन्छ तपाईँको छोरीलाई त मैले रियलमा देख्दा त कति राम्रो थियो त भिडियोमा त कस्तो अलि बाङ्गी बाङ्गी हो जस्तो राम्रो छ क्या राम्रो मान्छेहरूलाई यो भिडियोमा राम्रो देख्दैन म नराम्रो मान्छेलाई भिडियो राम्रो देख्दैन त्यस्तै हो गाइज फेस नलाउने अब ए छोरी यो त फेरि खायो हालेन मसलाहरू मेरो दिदी चाहिँ यहाँ खाना बनाउँदै हुनुहुन्छ पढाउँ छोरीहरू छैन केही नि त्यहाँ छैन यत्रो लेखेको यहाँ कहाँ लेखेको छ खोइ यहाँ माथि मेरो छोरी कहाँ देख्न छोडेछ हौ गाइजहरू देख्दैन टिकटक हो यो अनि त्यो लाइभमा त्यो देखेन त्यहाँ छैन छैन उनीहरू टिकटक देखाइरह किन छोरीले मुख बाङ्ग्यो बाङ्ग्यो बनाउँदैछ अरे त्यसो नगर है छोरी कुन्ताको थोती दाँत पनि मुख बाङ्ग्यो बाङ्ग्यो बारेर देखाइरहेको छ छैन है साथीहरू त्यस्तो बाङ्ग्यो यस्तो राम्रो छोरीलाई त्यस्तो नभनौँ न